उच्च अदालत तुलसीपुरद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश। भोलिबाट रवि लामिछानेको जनयात्रा थियो, जनतासँग यात्रा थियो, तर अब जेल यात्रातिर उहाँ जानुपर्ने अवस्था सिर्जना भएको छ। त्यसैले आजको कार्यक्रममा हामी यस बारेमा विशेष चर्चा गर्न चाहन्छौँ। जिल्ला अदालत रूपन्देहीले दिएको 1 करोड धरौटीमा रिहा गर्ने आदेश बदल गरेको छ र न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला आदेशको बदर गर्दै थुनामा पठाउने आदेश दिएको छ। आज हामी यस बारेमा पनि विशेष रूपमा चर्चा गर्न चाहन्छौँ र बुटवल स्थित सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा उच्च अदालतमा छ। यसअघि रूपन्देही जिल्ला अदालतको यो मुद्दामा रविलाई 1 करोड धरौटीमा छाडेको थियो भने छविलाल जोशीलाई पूर्वपक्षको लागि थुनामा पठाएको थियो। त्यसैले आजको कार्यक्रममा हामी यस बारेमा विशेष रूपमा चर्चा गर्न चाहन्छौँ, सहकारी ठगी प्रकरणको कुरा गर्न चाहन्छौँ।